सुनसान छ हामी पनि हल्ला गर्ने त अब अब चाहिँ हामी के सनराइज हेर्न जाने हो कि सूर्यास्त हेर्न जाने हो सूर्योदय कि सूर्यास्त हो त सूर्योदय हेर्न जाँदैछौँ अब सूर्योदय हुन्छ कि हुँदैन महत्त्व भने दुईटा एउटा जन्म एउटा मृत्यु बिचमा के हुन्छ क्या धेरै त्यही भएर दिनको सुरुवात नै सूर्य उदय र सूर्य अस्तमा रमाइलो हुन्छ बिचमा त घाम लाग्छ जाडो हुन्छ पानी पर्छ होइन त किशोरले भन्छ पानी पर्छ ल त हामी सूर्योदय हेर्छौँ माउन्ट एन्सली के अरे नाम ठाउँको नाम माउन्ट एन्सली लुकआउटबाट चाहिँ सूर्योदय हेर्छौँ हामी नेपालमा मानुङकोट भन्ने ठाउँमा थियो क्या मैले देखेको भाइरल भएको त्यसरी देखिन्छ क्या माथिबाट चाहिँ र आज यात्राको दोस्रो दिन हामी बिहानै आइपुग्यौँ माउन्ट एन्सले लुकआउट। यो चाहिँ क्यानबेराको मुटुबाट केही दूरी टाढा मात्र रहेको छ। यहाँबाट सूर्य उदय भएको हेर्न सकिन्छ र यहाँ जङ्गलमा चरिरहेका काङ्गारू र अन्य पशु पक्षीहरू पनि नजिकैबाट हामी हेर्न सक्छौँ।
यदि हजुरहरूलाई सबै क्यानबेरा कस्तो रहेछ भनेर हेर्न मन लाग्यो भने यहाँबाट सम्पूर्ण सहर निहाल्न सकिन्छ। र हामी सूर्योदय हेरेर क्याङ्गारुलाई पनि हेरेर अनि अब यहाँबाट चाहिँ अर्को त्यो पार्क साइडतिर जाँदैछौँ। संसद भवन जाँदैछौँ, तर अहिले चाहिँ हामी संसद भवन निक्लिँदैनौँ। संसद भवनको बाटो जाँदैछौँ हामी। परको पुरानो त्यो वाइट हो यताउराको स्केटिङ गर्ने ठाउँ रहेछ जस्तो छ। यो चाहिँ चिप्लेटी खेल्ने ठाउँ। र अहिले चाहिँ हामी नेसनल साइट अफ रिकग्निसन पिलर भएको एउटा पार्कमा आइपुगेको छौँ। यो चाहिँ युद्धमा शहीद भएका योद्धाहरूको स्मृतिमा बनाइएको पार्क हो। इटा हो कि हो सूर्योदय हेरिसकेर पनि सूर्यको तातो घाममा पार्कमा निकै रमायो। हाम्रो ईश्वरले चाहिँ एकदमै खतरनाक फोटोहरू खिचाएको छ। मेन चाहिँ उहाँको भिडियो फोटोलाई त अब सामान्य व्यक्ति हो। त्यो नै सामान्य भनेपछि त्यो उत्कृष्ट कस्तो होला त अब अवलोकन गर्न मन पराउने एउटा सामान्य व्यक्ति है। हजुर ल
होटलबाट चेकआउट गरिसकेका छौँ। चेकआउट गरेर चाहिँ फेरि हिजो हामी गएको ठाउँमा नेसनल आर्बिटोरियममा जाँदैछौँ। हिजो साँझ परिसकेको थियो, सनसेट हेरेर आएको थियौँ। अब त्यहाँ गएर फेरि आज मजाले घुम्ने 2-3 घन्टा त्यहीँ स्पेन्ड गरेर चाहिँ अब अरू ठाउँ समय भएछ भने त्यहाँ घुमेर चाहिँ फर्किन्छौँ। स्वर्गद्वारी जाँदैछौँ हामी, किनभने हो अलिकति ढिला भयो होइन, तर स्वर्गद्वारीको बाटोहरू राम्रै छ। अब हामी स्वर्गद्वारी जाँदैछौँ। अलिकति अब आइसक्यौँ हामी, किनभने अब हामी स्वर्गको बाटो